ल्याउनु पनि बस्नु आमाको लागि राजले खाइसक्छ यत्रो अझै खाने नाना अझै भयो हेलो नमस्कार यहाँ सम्पूर्णलाई स्वागत छ मेरो च्यानलमा म रुला थुलुङ अनि आज चाहिँ साथीहरू विशेष फुलपातीको दिन अनि आउँदै गरेको विजयदशमीको दशमीको पनि यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना भन्दै आजको भ्लग चाहिँ स्टार्ट गर्दैछु। आज आउनु पाएको छैन यसै भन्छ भाइ के भएको छ हौ अझ त मैले लागेको छ के मान्छेहरू यहाँ आमा र दिदी ठ्याक्क आइपुग्नु भयो साथीहरू। यहाँ म पनि भर्खरै आउनुपर्छ त नि आफ्नो घरमा आएर कहाँ जानुहुन्छ त यस्तै अनि राम्रो छ त हो ल यस्तै उस्तै। यहाँ म पनि चिसो लगाउँ भनेर भर्खर कान्छाले ल्याउनु भएको यो टक्क अब फुलपातीलाई चाहिएन त यहाँ लगाऊँ भनेर भर्खर टिपमा पर्दैन। यो चाहिँ हाम्रो तर्फबाट सेलिब्रेट गरेको तपाईँहरूको तर्फबाट कुनै दिन बोलाउनु न हामीलाई ट्याक्क होइन भने गइ बिच खेला खेलामा मुख चिप्लिहाल्छ ल साथीहरू। दसैँ आयो भनौँ गयो भनौँ हते मोमोको हाम्रो चाहिँ बजार भइरहेछ। ल साथीहरू हामी चाहिँ अघिदेखि यहाँ टुकसुक्क बसेर सासू बुहारी यता म छु अनि यहाँ चाहिँ हाम्रो मोमोहरू यसरी बनाएर दुई बट्टा लगाइसक्यौँ। के बोल्नु न हौ सासू बुहारी? दुई बान चाहिँ पाक्दैछ। अब त्यो चाहिँ म निकाल्नु हिँडेको। यहाँ हाम्रो आमा दिदी गर्नुहुँदैछ। मेरोमा सिक्नु बनाउनु चाहिँ म साह्रो राम्रो बनाउँछु। प्याकिङ बनाउनुहुन्छ यतिको हाम्रो आमाले सबै आमाले गर्नुभएको। म त्यहाँ पिठो मोल्ने गर्ने यहाँ दिदीले ठिकै छ डिजाइन नभए पनि तपाईँले हेर्नै हुन्न मैले त्यत्रो लाएको छु। आउँछ आएको लाग्छ त हेर्नुभयो होला भन्छु म त के थाहा त। ल अहिले म देखाइदिन्छु। ल हाम्रो चाहिँ यता मोमो पाक्दैछ साथीहरू। 2 बान भइसक्यो। भिडियो गर्नु थाल्यो भने ढिलो हुने मोमो त्यही माथि 12 घन्टा ढिलो हुन्छ त्यही भएर भिडियो नगरी ल है निनाको पो याद आयो। जहिले चाख्ने निना हो सुलुक गर्ने ए नन्द निनाले त बुझ्नुहुन्छ तर निनाले हेर्नु त हुन्न होला। जहिले बनाउने अनि चखाउने हामीलाई एक घाँस ल्याएर ल सालियाना र निना दुइटैलाई फुपू हुँदै नि अरे फुपू हुँदै निना चिनिहाल्नुहुन्छ नि एउटा एउटा चाख्ने फुपू हुँदै नि भतिजिनी र नन्द मिस गऱ्यौँ है हामीले खाने बेलामा के गर्नु यस्तै छ। कमाउनु गएको पछि आएर फेरि खाउँला। धेरै दिनु नसके पनि एक छाक मोमो त खाउँला नि। ल यहाँ चाखौँ है त हामी। तिनवटामा एउटा मिला जसले गर्छ त्यसले मह चाड्छ भनेको यही हो क्या छिटो त तातो तातो दिदी खानु त। जेठानी दिदी कस्तो रहेछ हाम्रो मोमो तातो है तर भन्नु तातो है यस्तो मिठो हुन्छ त खानु 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 तातो खानु त मिठो मिठो छ। मारिदिन्छु ल ल खानु त मा खानु न खानु सक्दिनँ है तातो छ कान्छे हो भन्नुहुँदैछ आमाले चाहिँ। ल खाए ल भन्नु न
ल ल म यो चाख्छु पहिला यो मार्छु पाएको अरे अनि यसको चाहिँ यहाँ टर्न छ 3 स्टेप यो चाहिँ 2 स्टेपको हो हामीलाई थोरैले चाहिँ हुँदैन के अरे दिदी के भयो हुँदैन अहिले आमाले कान चाटी चाटी ल्याउनुहुन्छ अथ कस्तो खानु मन लागेको तातोले तातोले भएन के कसरी खानुभयो यस्तो तातो 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 नि साथीहरू यो चाहिँ भरेसम्म यो के अरे सेलाउँछ कि सेलाउँछ त्यही भएर चाहिँ अहिले चाहिँ यो कुकरमा राख्नुपर्छ है यसरी स्टोर गर्नुपर्छ अनि भरे खाने बेला तताएर खानुपर्छ ए 4:40 भएछ है 4:40 भएछ हामी चाहिँ धन्दा गर्दा गर्दा सासूबुढी 3जनाले खानु लागेको भयो मोमो अनि यहाँ कुकरमा 2टा कुकरमा मोमो अनि यहाँ अझै पाक्दैछ अनि यता हाम्रो जेठानी हुनुहुन्छ हामी एकमा सेलाउँछ मा यहाँ आमाले भट्टाभट मोमो पस्केकै हुन्छ पसिना सरी भएर यस्तो छ हजुरहरू कस्तो भयो फुलबाती हाम्रो चाहिँ यसरी हुँदैछ है रमाइलो छ राजुले खाइसक्छ यत्रो mana? Angkat sapu bisa. Tapi lah, mana dia tidak. Dia pun masuk. तातो उनकी सारा पकड़े को तात में सासू भाई बड़ा हस्बैंड निकाल दो ये चाहिए सुरु आमा त त्यही हो मेहनत मात्र हो यति 6वटा पनि अहिले सक्नुहुन्न आमाले आमाको लागि देवी हातले भयो है देवी हातले ल खानु त्यति नै